के भनेको रे फेरि भन्दा तँले बिहे गर्छस् गर्दैनस् फेरि भन्दा तँले बिहे गर्छस् गर्दैनस् बाबु मैले साँच्चै सोधेको मन मैले गर्दिनँ बाबु तैँले गर्न पर्छ मैले गरिनँ भने त्यही भएर पो तँमा मैले इन्भेस्ट गरिरहेको छु आफ्नो टाइम बुझिस् फाल्दै त नि जे भन्न भन्छ नि ल म तँलाई सोध्छु त गर्लफ्रेन्ड बनाउँछस् बनाउँदैनस् गर्लफ्रेन्ड बनाउँदैनस् ठिक छ यता 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 हेरेर भन् आफूले हेरेर भन् त गर्लफ्रेन्ड बनाउँछस् बनाउँदैनस् यता म बनाउँदिनँ भनेर भन् यता के यता क्यामेरामा के बनाउँदिनस् अलि बेसरी भन्न यसरी सुस्तरी भनिजान्दा तैँले झुट बोलेको जस्तै हुन्छ बेसरी भन्नुपर्छ म गर्लफ्रेन्ड बनाउँदिनँ भने भन् भनिस् त बनाउँछस् तैँले सुस्तरी भनिस् त बनाउँछस् हेर्नुहोस् यो अवनिस खनाल यसले सुस्तरी बोले भनेपछि बनाउँछ लज लाने त्यो केटीको अहिले त्यो केटीको नाम के हो त्यो केटीको नाम के हो आसिया अहिले मुखै बन्द गरे नि भयो त नि भयो क्यामेरामा हेर अब लास्ट टाइम आफ्नै मुखले भन् त ल दानी ल छोडिदिउँ ल अर्को कुरा आराम त नि ल गर्लफ्रेन्डको कुरा नगर्ने ल बाबु त बिहे गर्छस् गर्दैनस् सोधेको के भन्न गर्छु गर्दैनस् भन्न गर्छस् गर्दैनस् तपाईँको नि नाक ठुलोको हुन पर्यो भन त तपाईँ बिहे गर्नुहुन्छ गर्नुहुन्न ठुलो बसी गर्छस् होइन लभ म्यारेज गर्छस् कि अरेन्ज भनेको म तँलाई बुझाइदिन्छु यता हेर्न अरेन्ज भनेको तँलाई थाहा के हुन्छ अरेन्जमा छ्या यसले त बेइज्जत हान्दियो यार ल म तँलाई बुझाइदिन्छु लभ म्यारेज भनेको गर्लफ्रेन्ड बनाउने अनि बिहे गर्ने बुझिस् त्यो त थाहा नि तँलाई अनि अरेन्ज म्यारेज भनेको हामी आफ्नो परिवारलाई लिएर अरूको घरमा केटी हेर्न जाने के फिल्ममा देख्छस् नि त्यसरी नै केटी हेर्न जाने त के हेर्छस् केटी हेर्न जान्छस् कि गर्लफ्रेन्ड बनाएर आफै ल्याउँछस् अरेन्ज कि लभ कुन गर्छस् अरेन्ज भनेपछि केटी हेर्न जाने त लभ गर्दैनस् त्यति बेलासम्म स्कुल भनेपछि त तिमी अरेन्ज गर्ने नै हो ठिक छ ल यता तिम्रो कपाल रहेछ ल विस माग मुर्गी बनाऊ मुर्गी ल अब एउटा विस माग आँखा चिम्मा गर विस माग अनि फु गर कहाँ गयो ल विस माग विस मागी सब फु गर उडेन उडाउन पर्छ यसलाई अलि नजिक ल्याएर गर्न ल गयो तेरो विस अब पुरा हुन्छ ल बाबु के विस मागिस् अरेन्ज म्यारेज मलाई एउटा सुन्दाला दिनु अनि मनिष दाइले त ओरेन्ज भन्नुभएको थियो त्यही सुन्दाला दिनु त्यो ओरेन्ज मैले अरेन्ज भनेको ARRANG अरेन्ज उता देखाउनु न उसको नि कपडा छ बस तेरो बारेमा कुरा ल त नि अरू बारेमा तँलाई केही सोध्न के सोध्नु छैन बन्द गर्न प्लिज न केही सोध्न मलाई कति लाज मान्छ के म यो फालिदिन्छु के पछि एकचोटि मात्रै म मम्मीलाई मात्रै देखाउँछु अरू कसैलाई देखाउँछु के यता आइजान यो भिडियो म मम्मीलाई मात्रै देखाउँछु कि अरू कसैलाई देखाउँदिनँ कि भन्न मैले सोधेको एन्सर दिएँ
बाबु तिमी राम्रो कि म म त कसै राम्रो होइस् म भन्दा तपाईँ कालो मान्छे हुन्छ त्यही भएर म कालो छु उम्, मेरो त तेरो भन्दा नि हेर झुङ्गा आइसक्यो हेर दारी आइसक्यो हेर्नु तेरो म त छैन यति गोरो छु तपाईँ त यत्रो कालो तपाईँको जुगाहरू जम्मै छोटो छोटो छ सानो छ थोरै छ मलाई भन्न दिन्छस् एउटा कुरा तेरो जुङ्गा खोइ जुङ्गा जुङ्गा त यी अलिकति सानो आएको छ तपाईँको यत्रो सानो छ अलिकति आइज न आइस भने म तँलाई देखाउँदिनँ टिभी बन्द तेरो सब टिभी मोबाइल सब बन्द कति बेला पाउँदै पाउनेस् आइज आउनै पर्छ त म तेरो इन्टरभ्यू मात्रै लिएको हो के इन्टरभ्यू ल भन् तँलाई म कस्तो क्वेसन गरौँ त्यसको तँलाई केही क्वेसन गर्न गर केही क्वेसन गर्न ल गर मोबाइल छिटो राख्नु त्यो कहाँ क्वेसन हुँदा नि क्वेसन भनेको त अर्को खाले क्वेसन बोक्ने क्वेसन बोक्ने धाट म तँलाई किन बोक मैले ल बस ल म अलिकति अर्को क्वेसन सोध्छु बाबु तिमी ठुलो भएर के भन्छौ म ठुलो भएपछि कसो के भन्नु ठुलो भएपछि 11, 12, 13, 14, 15, 16, 17, 18, 19 कति बेर लाउँछस् भनेर गनेको के भने हस् के क्वेसन बुझिनस् के भन्छ अवधिस यसको लागि लाइक शेयर सब्स्क्राइब नगर्नुस् पर्दैन आयामा मैले त एउटा जवाब यति सानो क्वेसन गरेको थिएँ अहिलेसम्म किन कुराको भन्दा यसको लागि रहेछ कतै नभएको ओए त अघि अहिले भर्खरै तँले के गरिस् तैँले अहिले भर्खरै पारिस् त्यही भएर अब तेरो पनिसमेन्ट भनेको आज दिनभरि त यहीँ सुत्ने टिभी हेर्न नपाउने त तेरो टिभी बन्द मिस्टर बिन क्यान्सल तँलाई म जबरजस्ती पढाउँछु बुक लिएर आइज तेरो बुक लिएर आइज बाबु भन् तँमा के छ यस्तो गतिलो तेरो राम्रो कुराहरू भन् तँमा राम्रो के छ तँलाई लाउने म एक कुरामा राम्रो छु भनेर तँलाई लाउने कि म यस्तो कुरामा राम्रो छु भनेर के म यस्तो कुरामा राम्रो छु एकदम सक्छु यस्तो कुरा भन्छु सोधेको तँलाई म बाइक चलाउन सक्छु मैले तँलाई मैले बुझेँ त गफ लाउन सक्छस् यो गफ त हो नि भन अरू के सक्छस् तैँले अरू मैले पिङ खेल्न सक्छु अनि एयर पाइलट बन्छु अरू
केही छैन यति मात्र पाइलट बन्नको लागि त पढ्न पर्छ कान्छ होइन यो त पाइलट पनि होइन एरोप्लेनलाई सफा गर्छु पैसा लिन्छु अरूको पैसा लिन्छस् पैसा सफा गरेर पैसा दिन्छ नि त बाबु एरोप्लेन सफा गर्नको लागि नि तँलाई पढ्न पर्छ हो पढ्न पर्छ नत्र भने नपढेको मान्छेले किन एरोप्लेन सफा गर्ने तैँले त्यता आगो लगाइदिस् अनि अस्तिको चाहिँ भनेर पढ्न पर्छ बुझिस एरोप्लेनको बारेमा एउटा पार्ट्सहरूको बारेमा हामीले बडी पढ्छौँ नि यो ह्यान्ड भने जसरी नै यो इयर भने त्यसरी नै पढ्न पर्छ एरोप्लेनको बारेमा त्यही भएर तैँले पढ्न पर्छ बुझिस् त्यो सफा गर्ने मान्छे बन्न नि पढ्न पर्यो एरोप्लेनको बुक ल्याइदिनु न अनि पढ्छु होइन यदि सजिलो छैन नि एरोप्लेन त बाबु यार तँ त देखेकै हैनस् त तँलाई पढ्न पर्छ बुझिस् भनेपछि सफा गर्ने मान्छे हुनको लागि त पढ्छस् म ठुलो भएपछि मनिष दाइ भन्छु तैँले त सब जवाबै मनिष दाइ औडा हान्दिस औडा हान्दियो फुल थ्याङ्क यू हजुर थ्याङ्क यू भन्नुहोस् मैले तँलाई सोधेँ के भन्छस् पहिला एरोप्लेन चलाउने पाइलट भन्छु भन्यो अनि त्यसपछि पढ्न पर्छ भनेर एरोप्लेन सफा गर्ने मान्छे भने झन् त्यसको लागि पढ्न पर्छ भनेको झन् मनिष दाइ भन्छु भने भन्न के भन्छस् केही भन्दिनँ भन्न पर्छ केही के गर्छस् ल भन्नु म चाहिँ पसल के पसल चोर्छस् म चाहिँ बेच्छु पसल बेच्छस् पसल बनाउँछस् अनि पसल बेच्छस् के को पसल त नि चाइनिजको पसल चाइनिज त्यसमा के बेच्छस् त नि त्यसमा मैले आँपहरू बेच्छु आँप त कुहिन्छ अनि होइन यो बेच्दिनँ खानु बरफहरू बेच्छु बरफ आइसहरू बेच्छु बरफ भन्दा आइस राम्रो छ तँलाई आइस मनपर्छ बरफ भन्दा तेरो फेभरेट खाना के हो फेभरेट खाना मनपर्ने दोकानको खाना मन लाउने चिकन भनेको कुखुराको मासु तँलाई मनपर्ने मैले मासुको कुरा हाने खाने कुरा हानेको मासु बाहेक भन अरू केक बाहेक अरू सबभन्दा धेरै खाने कुरा भनिस् अहिले त मासु त्यही कुखुरा धेरै खान्छु भनेर तँलाई मनपर्ने के खाना मन लाउने किन्न मन लाउने के त्यही किनेर खाना मन लाउने त्यो सोधेको मैले तँलाई कोक किनेर खाना मन लाउँछ अस्ति भर्खर त्यही कोकले बिरामीमा कोस्यो नि त्यो त डिउ हो क्या हो त्यो होइन कामेर हो त्यो चाहिँ बाहिर गएर सुगर आउँदाखेरि कामेर त्यही भयो नि त बिरामी भइस् तैँले गर्दा म लास्ट दुःख पाएँ तेरो पनिसमेन्ट आज दिनभरि त घाममा बस्ने बुझिस् आज दिनहरू त गाउँको मुख बन्द गर्नु यति ठुलो भइसक्यो तेरो दाइ हो क्या म के बोलेको त्यसले त सिगान चाडिदियो ल म फेरि क्वेसन सोध्छु तपाईँ क्वेसनको लागि तयार हुनुहुन्छ अमनिष खनाल खोकिस म त हस्पिटल जान गएँ खोकिस बस झन् घाममा बस्नु पर्छ अब त म जानै दिन्न टिभी हेर्न नि क्यान्सल टिभी नि बन्द मिस्टर बिन डिलिट मिस्टर बिनको कार्टुन डिलिट
मोटु पतलु नि हाल्दिनँ निन्जा टौरी हाल्छु बोले नि हाल्छु के भयो ल एउटा क्वेसन लास्ट क्वेसन के आइज माथि बस्नु माथि है अब नि तेरो फेभरेट खाना नि भयो त्यो नि भयो तँलाई कस्तो खाले केटी मनपर्छ यो हुन्न तँलाई कस्तो खाले केटी मनपर्छ यो हुन्न भन्न हुन्न कस्तो हुन पर्यो केटी तपाईँले भन्नु न आफूको केटी कस्तो हुन पर्यो म किन भन्ने म त ठुलो मान्छे मलाई त भन्नै सुहाउँदैन मलाई नि सुहाउँदैन त त सानो मान्छे तँ सुहाउँछ भन्न त जवाब फर्काउन जानेस् ठिक छ मसित बोल्दा बोल्दै सिकेर कुरा भन्ने यो भन्दा त ल भन् बाबु तँलाई कस्तो केटी मनपर्छ अर्को कुरा भन्नु यस्तो हो क्या म यो रेकर्ड गरिरहेको छु क्या फर द फ्युचर यसलाई ठुलो बसी देखाउँछु यसले के बोल्यो भनेर बोल्या नातिले बोलाइ गर्छ जति बेला नि बोल 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 मनिष यता आइज बिरामी छस् खोगेस तँलाई म कुट्दिन्छु आइज भने छु पिटे खान्छस् आइज पिटे खान्छस् आइज आइज हेर्न खोगिरहेको बिरामी हो फेरि मम्मी आउनुहुन्छ दुःख पाउनुहुन्छ अस्ति आइज आइज म तँलाई चाम्रो छुर्पी खुवाउँछु आइज आइज म तँलाई चिकन लेग पिस खुवाउँछु आइज न आइज पक तेरो टिभी बन्द तेरो त्यो पेन ड्राइभ म निकालिदिन्छु त जान सक्दैनस् सब डिलिट गरिदिन्छु फालिदिन्छु भएको पोकेमन नि फालिदिउँ भनेपछि आइज त्यता मलाई यता घाम छ त्यता छैन त्यही भएर त आइज भनेको नि यस्तो हो क्या यता यो पातको मुनि बस्यो भने हामीले कल्टिभेसन गर्न सजिलो हुन्छ के तर म एउटा नयाँ थ्योरी अफ एनालाइसिस अफ साइन्स एन्ड प्रोडक्टिभिटीको देखाउँछु यता आइज साइन्सबाट के भयो त ल आइस आइस बल्ल आइस ल भन्न म तँलाई कुन क्वेसन गरौँ कुन क्वेसन गरौँ भन् ल क्वेसन भन्दै भन्न कुन क्वेसन गरौँ फोटो यी खिचिरहेको छु त यो एउटा पोज गर न एउटा पोज गर म अहिले पछि रोकेर गरिदिन्छु यसको चुप्पो गर्ने एकदम बानी है एकदम चुप्पो गर्छ यसले मम्मीहरूले बाबु मागर भनेर जति बेला यसलाई मैले भन्दै हान्दिनँ त्यो पनि चुप्प गराएरै गर्छ जति बेला नि नजिक आएर अनि त्यो यता खुट्टा माथि राख्ने अरे दाइको माथि गर्छ है 18 मिनट बाबु तर म एउटा कुरा भन्न चाहन्छु यता हेर त क्यामेरामा हेर्न सिधा सिधा है यो म भन्छु अहिले बाबु म तँलाई धेरै माया गर्छु आई लभ यु मैले तँलाई बोलेर भनेको चुप्प गर भनेर भने अब तँ नि भन् मलाई माया गर्छस् होइन तैँले अब मैले भनेको भन्दा भयो मलाई भन् बाबु म तँलाई यति माया गर्छु ओए म तैँले मलाई बाबु भन्ने हो दाइ भन्ने हो दाइ भन्ने भन् दाइ तँलाई मैले यति माया गरे दाइलाई तँ भन्ने हो भन्न राम्रोसित दाइ तँलाई सिकाउनै पर्छ बाबु जे कुरा नि भन्न आउँदैन ल म भन्छु ओए म तँलाई धेरै माया गर्छु आई लभ यु ल भन् हजुर तपाईँ भनेर भन्न हजुर तपाईँ म धेरै माया गर्छु कसलाई भनेकोस् ल यसो भन् ल मनिष दाइ म तपाईँलाई धेरै माया गर्छु आई लभ यु मनिष दाइ हजुर के भन्ने मैले तँलाई भर्खर सिकाउनु बिर्सिसो जब ल फेरि भने मनिष दाइ म हजुरलाई धेरै माया गर्छु आई लभ यु यता हेरेर मनिष दाइ म
माया गर्छ आई लभ ल यति भन्ने बित्तिकै यो र म छुट्टिनँ भयो अझै गरौँ अझै भयो क्या भयो अझै केटीले गर्ने भनेर मन त सिकाएको छैन भयो क्या यार भयो अब भयो है लास्ट टाइम भन्नुभएको थियो नि एउटा लास्ट क्वेसन प्लिज 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 बस्दैन एकछिन बस्दैन ल ल अनि भयो केही प्रश्न छ हजुरमा यसलाई गर्ने जस्तो दारी छ दारी जुगा बालाको दारी टाउको मानि ठुलो छ कस्तो छ मानिको दारी यस्तो बुढो मान्छे आयो हेर्नु हाम्रो बुढो मान्छे मारो बेइज्जत गरेछौ तमीले अहिले पछि यो भिडियोबाट बाहिर गएपछि लात्ताले के खान्छु दाढी फोनमा पुग्ने सारे दारी बुढो मान्छे बाबु हेर्न भर्खरै यार 16 वर्ष लागिरहेछु त यस्तो भन्छस् 16 हो म त कति वर्ष होस् 5 कति वर्षको पऱ्यो भयो म 100 वर्ष टमी चुप लाएर बस यत्रो ठुलो मान्छे बनिसके म ए ठुलो मान्छे यति सानो छ यति सानो हो यो अझै माथि गर्न आकाशले लिएर जानु आया सक्दिन मेरो हात खुट्टाले गर्नु न माथि अलिकति भयो यति नि हो केही भन्न सकिएको नि पाटै बाबु केही भन्न त फ्युचरमा त ठुलो बसी म जत्रै वाला अवनिसले तँलाई केही भन्न भने भन्दा जुगाबाला दारी अवनिसकै ठुलोवाला अवनिसलाई भन्ने ठुलोवाला अवनिसले हेरिराख क्या तँलाई भन्न केही भन्न खाले ठुलोवाला अवनिस भन्न ठुलोवाला अवनिसले केही भन्न भने भन् त्यसले तँलाई हेरिराख के त्यसले तँलाई हेरिराख यो भिडियोमा ठुलोवाला अवनिसले केही भन्न भने भन्दा ए ठुलोवाला अमनिस पातुरा भाइलो भन्न तँलाई केही भन्न हो कि भन् त भन्न छैन केही भन्न त होला नि त कस्तो भइस् के गर्दै हस् भनेर भन्न ठुलोवाला अवनिसले यी खुट्टा नि सानो छ देख ठुलोवाला अवनिस म तिमीलाई यो भन्छु भनेर भन त केही कुरा च्याउ यो मनिस भन्न ठुलो बसी तैँले यो भिडियो हेर्छस् के अनि त्यति बेला तैँले आफूलाई केही भन्न भनेर भन्न आफूलाई केही त भन् ठुलोवाला अवनिस के ल म एउटा कार्टुन भन्छु के भन्छ अरे सानो बच्चा चाहिँ हुन्छ अनि त्यो चाहिँ ठुलो हुन्छ नि अनि त्यसले एउटा भिडियो रेकर्ड गर्छ त्यसरी तैँले पनि गर्ने के ल गर्छु भागिल लाइस यस्तो भौवा ओए ल भन् ल ठुलोवाला अवनिसले केही भन्न भन् यो भन्छस् आफ्नो ठुलोवाला अवनिसलाई ठुलोवाला अवनिसले यस्तो भन्छस् भन् के भनी थाहा भएन कि माया गर्छु यो मनिस चाहिँ ठुलो मनिस तपाईँ ठुलो हुनुहुन्छ मनी यत्रै हो बुझ्नु भयो केही कुरा बुझिन त्यही भएर यो नहेर्नु बन्द गरेर राख्नु भन्छु क्या म ल भनेपछि अब भिडियो बन्द गरौँ ल भिडियो बन्द गर्नुभन्दा अगाडि केही भन्न भने भन् त केही भन्नु छैन गरिदिनु भन्न गर्न छैन भनिसके गर्छु के ल भन्न केही एक लास्टमा केही भन्दैन प्लिज लास्टमा बन्द गरिदिन्छु आई लभ यु मनिस ताई आई लभ बुटु बाई बाई